यहाँ खुसी बुझ सक्षम महिला पुचय पोसाले कुमारी पूजा जुकुदो कुरा पनि गर्ने नराम्रो कुरा सोच्ने नराम्रो काम पनि गर्ने भएर आएका हुन्छौँ। हामीले बुझ्न सक्छौँ एकजना सानो नानी र उसैको आमा पनि सँगै राखेर टोल्न गयो भने जति बच्चा सुत्छ होला आमा सुत्छ नहोला। कुमारी मात्र भन्दैन कौमारी पनि भन्छ। त्यो भनेको ठुलो कुमारी। अनि त्यो कुमारी भनेको तपाईँले सुन्नु भएको होला अष्टमातृका ब्रह्मायनी रुद्रायनी कौमारी वैष्णवी चामुण्डा महालक्ष्मी जस्ता अष्टमातृका छन्। त्यो अष्टमातृकामा आउने एउटा कुमारी छ। त्यो कुमारी भनेको यसको हो कि असाध्यै रूप रङ्ग राम्रो भनौँ न भर्खरको 16 वर्षको तरुणी जस्तै छेक्यो भर्खरको 16 वर्षको युवती कस्तो हुन्छ होला रूप यौवनले युक्त भएको सम्पन्न भएको कौमारी। त्यो कौमारीको विशेषता के हुन्छ भन्ने जसले हेऱ्यो उसको मन पक्रिहाल्ने। जसले त्यो कुमारीलाई देख्छ त्यो मान्छे आकर्षित हुन्छ यानि मोहित हुन्छ। त्यसको मोहित बनाउने एउटा कुमारी छ। अब हाम्रा यी नानीहरू त्यस्ता कुमारी होइनन्। हाम्रा नानीहरू जो अरूहरूलाई मोहित पार्ने 16 वर्षको जौवनले युक्त त्यस्तो खालको कुमारी होइन। अरूलाई मोहित पार्ने कुमारी चाहिँ होइन। हाम्रा साना नानी कुमारीहरू हुन् बाल कुमारी। के हो? बाल कुमारी हो। अब ती बाल कुमारीको विशेषता के हो त? यसको महत्त्व के हो त भन्दाखेरि यी बालिकाहरू भनेको शुद्धताको प्रतीक अनि पवित्रताको प्रतीक शुद्ध पवित्रको चाहिँ प्रतीक हो यो बाल कुमारी। किन साना नानीहरूलाई त्यसरी शुद्धताको प्रतीक अनि यो पवित्रताको प्रतीक मानेको भन्दाखेरि हाम्रो शरीरमा रगत छ। त्यो रगत पनि एउटै प्रकारको मात्रै रगत होइन। एउटा रगत छ चोखो रगत। त्यो चोखो रगत भनेको के हो त भन्दाखेरि तपाईँहरूले आफ्नो सबैले हातमा हेर्नु होला। हाम्रो हातमा नसा छ। त्यो नसा रातो छ कि निलो छ हेर्नुहोस् त। हातमा भएको यहाँको नसा छ त्यो नसा रातो छ कि निलो छ? त्यो नसा निलो हुन्छ। है किन निलो भएको भन्दाखेरि हाम्रो शरीरमा भित्र फेरि निलो हुँदैन। जति भित्र गयो त्यहाँका नसाहरू राता हुन्छन्। अनि भित्र चाहिँ रातो बाहिरको नसा निलो किन त भएको भन्दाखेरि हाम्रो शरीरमा रगत छ। रगत सञ्चार हुन्छ। पहिलो रगत मुख्य रगत रातो हुन्छ। अब त्यही रगत हाम्रो शरीरभरि घुमेर आउँदाखेरि निलो हुन्छ। त्यसलाई तपाईँले बुझ्न सक्नुहुन्छ। रातो रगत भनेको शुद्ध रगत अनि निलो नाडीमा भएको रगत भनेको अलिकति त्यो धमिलो रगत हो। त्यो धमिलो किन हुन्छ? पानीमा फर पर्यो भने धमिलो हुन्छ। त्यस्तै हाम्रो शरीरमा पनि त्यहाँ रगतमा त्यस्ता तत्त्वहरू मिसिएर जान्छ जसले गर्दाखेरि धमिलो हुन्छ। अब हाम्रा कलिला नानीहरू रातो लुगा लगाइदिने अनि त्यस्ता सानालाई हामीले त्यसलाई पूजा गर्ने भनेको त्यो शुद्ध रगत
शुद्ध रगतको प्रतीक हो त्यो पवित्र रगतको प्रतीक हो त्यो शनिबार जुगु कुमारी पूजा छमग्ग नेदि अन्नाप सच्ची वच्याम मिसा मस्तेगु पूजा जुगु खा नरेशमान वज्राचार्य अर्थात नरेश गुर्जो नवाञ्चना चिठाय नेप्ले विभिन्न बाहले ठासे नापा कुमारी दया चुन्छौँ ख आन यले गन गन खोपे ठङ्क गन गन कुमारी प्रदनी ओया नाप राजकीय कुमारी ढगा ल्याकुले न कुमारी प्रथा दो आदके ज्वलन्त उदाहरण या ल्याकुया कुमारी दो तथे नेपाले थान्याउ कुमारी जीवित कुमारी पूजा परम्परा दो ठन्ठालक कुमारी ढासाटक चिठा नेपाले न्यू प्रकारी पि कुमारी दो रगा चिस ढ्याजो छौ ख अष्टमात्रिका अन्तर्गत वैचुन्छौँ कुमारी ब्रह्मायनी रुद्रायनी कौमारी बारै चमुन्दा ढगा ढ्याबले अन कौमारी रगा वे वो कुमारी ढैमच वो छि जीवित कुमारी गो मिसा मस्तेट कुमारी पूजा ये वो कुमारी फरक कुमारी ख गो अष्टमात्रिका वैचौम कुमारी ढैम मोह या रूपी मोह या प्रतीक ख ओके 16 वर्ष तुम युवती गठे यौवन सम्पन्न जुया बालाञ्चनी अले उइट खनेव हमन मोहित जुई अन्य मोह या प्रतीक कठ वो अष्ट मातृका या कुमारी खसा गो जीवित कुमारी रगा छि मिसा मस्तेट चिकिचिकिर ग पिन्ट रजस्वला मजुनी पिन्ट गणन शरीरे फोट घा खु चुया मरु पिन्ट कुमारी पूजा ये ख वो कुमारी रेम वो मोह या प्रतीक मखो वो रे वो शुद्धता वो
पवित्रता या प्रतीक यानी शुद्ध या प्रतीक अथवा पवित्रता या जाने वो प्रतीक ख अले अझै पे वे खैट हान मेउ शब्द ढ्याउ खसा वो देगो प्रज्ञा या प्रतीक अले प्रज्ञा दे छुले ढल्लासा छौदु ज्ञान देगो दो ज्ञान देउ छियो व्यक्तिगत जीवन पारिवारिक जीवन समाज देश विश्व यो निम्ति मरक मगागु ज्ञान हरेक विषय वस्तु यो यथार्थ ज्ञान वो चाहिँ नि ज्ञान ख अंग्रेजी नलेज लगाई वयानो अलावा हान जीवन जगत यो वो वास्तविक सत्य तथ्य ख गुगु चाहिँ नि उता चाहिँ नि शुद्धको ज्ञान ख उता दाइ प्रज्ञा लगाई अन्यौ प्रज्ञा या प्रतीक दैवे ख मचापी कुमारी पी ख अले मस्ते त अन्यौ प्रज्ञा या प्रतीक छा माने त हल्लासा वो मस्ते के इनके रेगो गुगु स्वभाव दो मस्ते के स्वभाव दो वो स्वभावे गणन बामलागो सोच विचार दे चुनी मखो इनके गणन छुन कठयो प्रदूषण इनके दे चुनी मखो इपि स्वभावत है छौ शुद्ध जचुन चुनी पवित्र जचुन चुनी बर अन्या पिए ख लिपा टर्ग ज्यावलिसे ज्ञान गुंजग मखो उके मेमेउ कठयो न पोल्यूशन अथवा प्रदूषण अथवा मने विकार वया शनाउनी उख आ ठंडा लग तो बाल कुमारी देपे मचपिंग कुमारी देपे वो अन्या वो शने मलागो जन्म निशय स्वभावय शुद्ध व पवित्र उपति यतने चीख या शुद्धता व प्रतीक शुद्धता व पवित्रता या प्रतीक अझ मेउ शब्द ढ्याबले प्रज्ञा या प्रतीक थपे बाल कुमारी ख जोजोलपा जे खुसीबु सक्षम महिला समाज या अध्यक्ष प्रतिमा मानन्दर ठुलो संस्था चाहिँ जिम्मेउ सदस्य त झन्डै 30 जना दु र जिम्स विभिन्न महत्त्वपूर्ण कार्यक्रमका याद हुन नाप्नाको जस्तै रक्तदान झुल वृक्षारोपण ज्येष्ठ नागरिक नखिउ झुल अनवया सिपमूलक तालिम प्रदान याना हेल्थ क्याम्प याना थथे याना चाहिँ जिम्सको धार्मिक संस्कृति नाप जोरे जुगुपति छम गणेशो एक सचिव च्याम कन्याकुमारी तेगु पूजा या तया जिपिङ तस्क हे लेता थो कार्यक्रम सक्सेस स्याम लागि गीत 7 देखि जीविकाको सहकारी याम बागमती प्रदेश पर्यटन कार्यालय प्रमुख पाखेन जिमको योको वाली बोलो नाप जिमी संस्थान मगाउ मचाउपति जिमसन तया खोजा थौ न्याके फया जिपि सिके लेता ठुकै त थो कुमारी पूजा कवि जिमी थो पहिलो जाख तर ठुली सफलतापूर्वक याद दया जी सिके लेता र थो माहौलले थो समारोह चाहिँ थो नचाहेदेखि सकल अतिथिगण अले नाफमा अभिभावक श्री कुमारी भगवान त जिमी संस्था या दुजपी नाप जो श्रीमान दाजु किजा डक्को मिले ज्या ठौठो ज्या एकदम भव्य समारोहले सम्पूर्ण याना दया जिम त खुसी लगे थियो मनुटे ठुली चाहिँ सहयोग बोल्थे ठुली मनुटे थोप्रति चाहिँ आस्था तया के सचिव च्यामै ठासे सचिव छिन्नीमा कुमारी देवी चाहिँ थन छाया दिगुगो जिम्स थो कार्यक्रम सुरु या पूजा सामान्य त डाक्टर नरेश भजाचार्य पाखे संकल्प याका अले बसन्तपुरे चौम मु कुमारी भगवान याथा बना पूजा आज याना अनवोग प्रसाद यात थन जिम्सन तैतयो पूजा सामान्य स्याका थन झाइदिपि सकल कन्यापिन चाहिँ उकेयु प्रसाद ग्रहण जिम्स याना नाप थो पूजा आज ज्याला सिरल नाप जिम्स चाहिँ वेकपिन त विभिन्न भेटी दक्षिणा अले वस्तु त चाहिँ जिम्स वेकपिन त चाहिँ भिटेनौडु नाप जी स्वे ठाउँ
खन चाहिए थी डक्को अभिभावक भी सिक्के खुशी जुगो जीताका जितन ठो खाना जिन्त ठो गुलिनो जिम्स आयोजन यानबले यानोपति दुख ख वो डक्को जिम्स लो मंगता जिम्स यक्को यक्को परस ब्यादीति सहयोग याकी दक्षिता यक्को यक्को पिन्तुना न देछना ले